जस्तै मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई नमस्कार अनि टास्ली भन्न चाहन्छु। म कुङ्गो शेर्पा। आदरणीय साथी टासी वेसरले चाहिँ उहाँको परिवार रिन्जिङ डिगी लामा र उहाँको प्यारो छोरा रिग्याल छिरिङ उहाँहरूको तर्फबाट चाहिँ दण्डवित तथा अपङ्ग समाज नेपालमा रहेको बाबु नानीहरूलाई चाहिँ औषधिको लागि पैसाको एकदमै आवश्यकता पर्दछ भनेर थाहा पाउनु भइसकेपछि चाहिँ यहाँ रहेको बाबु नानीहरूलाई चाहिँ टाइममा औषधि खानु पाओस् भनेर उहाँहरूको स्वास्थ्यको लागि सोचेर हल न्युयोर्कबाट चाहिँ रु 30,000 रुपियाँ यो जुन सकारात्मक अवसरमा आज एकदमै राम्रो दिनमा चाहिँ उहाँहरूले यसरी परिवारको तर्फबाट म मार्फत यहाँ दिनुहोस् भनेर चाहिँ रु 30,000 रुपियाँ सहयोग पठाउनु भएको छ भने त्यो सहयोग रकम दिने चाहिँ हामी अहिले यहाँ आइपुगेको छौँ। यसरी जुन यहाँ रहेको बाबु नानीको अवस्था थाहा पाइसक्नु भएपछि चाहिँ यहाँ रहेको बाबु नानीहरूको हितको लागि सोचेर यसरी सहयोग पठाउनु भएकोमा तपाईँको सम्पूर्ण परिवारलाई हृदयदेखि नै एकदम धेरै धन्यवाद भन्न चाहन्छौँ। यसरी औषधिको लागि सहयोग गर्नुभएको पुण्यको फलले चाहिँ तपाईँहरूको परिवारमा सधैँ सुख शान्ति अनि खुसी मिलोस् भनेर पनि कामना गर्न चाहन्छु। यो 30,000 छ। यो चाहिँ हाम्रो आदरणीय साथी टासी वेसरले न्युयोर्कबाट आफ्नो परिवारको टासी वेसर हजुर टासी मात्रै भन्नु ल हजुरलाई एकदम धन्यवाद। हजुरले यति मिहिनेत गर्नुहुन्छ। हजुरको जागिर पनि छैन साँच्चै भन्नुपर्दा। मान्छेले सोध्छन् कि कुङ्गा कसरी हिँड्छ भनेर क्या जागिर देख्दैन नि त। हजुरले यस्तो दुनियाँ समाजसेवी मार्फत यस्तो हामीलाई निरन्तर सहयोग गर्नुभएको छ। हामीलाई मात्र होइन, काठमाडौँको करिबमा हजुर नगर संस्था कमै होला, मैले चिन्दिनँ ती संस्थाहरू। हजुरलाई बढी थाहा छ। ल टासी सरलाई उहाँको परिवारलाई अत्यन्तै हामी धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको सधैँ जय होस्, भगवान्ले कल्याण गरून् र हजुरको झनै अत्यन्तै जय होस्। नमस्ते हजुर। यो चाहिँ हाम्रो सलमबुटारमा रहेको दण्डपीडित तथा अपङ्ग समाज नेपाल संस्था हो। यहाँ चाहिँ अब प्राय बाबु नानीहरू मस्तिष्क पक्षघात भएको बाबु नानीहरू मात्र चाहिँ यहाँ राख्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ अब औषधिको लागि चाहिँ उहाँहरूलाई एकदमै धेरै पैसाको आवश्यकता हुन्छ। किनभने प्रत्येक बाबु नानीहरूलाई चाहिँ यहाँ औषधि अब खाना सँगसँगै खुवाइरहनु पर्ने होइन। अब औषधिको भरमा मात्र जिइरहनु भएको त्यस्तो बाबु नानीहरू हुनुहुन्छ।